बुढो भएपछि फेरि जवान हुने चीज कल्पना गर्नुहोस्। तपाईको उमेर बढ्दै जान्छ, शरीर बुढो हुँदै जान्छ र एक दिन जीवन समाप्त हुन्छ। तर समुद्रमा एउटा यस्तो जीव छ जसले बुढो भएपछि फेरि जवान बन्न सक्छ। अझ अचम्मको कुरा, यो प्रतिक्रिया फेरि दोहोरिन सक्छ। वैज्ञानिकहरूले यसलाई अर्थात् अमर जेलीफिस भन्छन्। तर यसले आखिर समयलाई कसरी उल्टाउँछ? यो कस्तो जीव हो? वैज्ञानिक नाम हो टुरिटोपिस डोहर्नी। यो एउटा निकै सानो जेलीफिस हो। यसको आकार केही मिलिमिटर मात्र हुन्छ। देख्दा यो समुद्रमा तैरिरहेको एउटा सामान्य जेलीफिस जस्तै देखिन्छ। तर यसको शरीरभित्र प्राकृतिकले बनाएको एउटा असाधारण क्षमता लुकेको छ। किनकि जीवनको एउटा चरण पूरा गरेपछि यसले आफ्नो विकासको प्रतिक्रिया उल्टाउन सक्छ। असल रहस्य। अब सोच्नुहोस्, यदि एउटा वयस्क जीव फेरि आफ्नो बच्चा अवस्थातिर फर्कियो भने यही कुरा यो जेलीफिसमा देखिन्छ। जब यसलाई चोट लाग्छ वा अत्यधिक तनाव हुन्छ, यसले आफ्नो आडोट अवस्था छोडेर फेरि पोलिप अवस्थातिर फर्कन सक्छ। अर्थात् यस्तो आफ्नो जीवनलाई पछि फर्काए जस्तो हुन्छ। त्यसपछि फेरि विकास भएर अडल्ट जेलीफिस बन्न सक्छ। तर यस्तो साँच्चीकै अमर हो? अब यही एउटा कुरा बुझ्न जरुर छ। यसलाई अमर जेलीफिस पनि यसको अर्थ यो कहिल्यै मर्दैन भन्ने होइन। यसलाई अरू जीवले खान सक्छ। रोग वा वातावरणका कारणले पनि यसको जीवन समाप्त हुन सक्छ। तर यसको अद्भुत कुरा के हो भने उमेर बढ्दै गएर प्राकृतिक रूपमा कमजोर हुँदै जाने प्रतिक्रियाबाट बच्ने क्षमता यसमा देखिन्छ। त्यसैले वैज्ञानिकहरूका लागि यो एउटा असाधारण अनुसन्धानको विषय बनेको छ। मानिसले पनि यस्तो गर्न सक्छ। अब सबैभन्दा ठुलो प्रश्न, यदि यो सानो जीवले आफ्नो विकासलाई पछाडि फर्काउन सक्छ भने के मानिसले पनि भविष्यमा बुढो हुने प्रतिक्रिया रोक्न सक्छ? वैज्ञानिकका लागि यो प्रश्न निकै रोचक छ। तर अहिले नै मानिसले अमर बन्न सक्छ भन्ने कुनै प्रमाण छैन। यो जेलीफिसको क्षमता यसको आफ्नो जैविक प्रणालीसँग सम्बन्धित विशेष प्रतिक्रिया हो। समुद्रभित्र आफ्नो कल्पना नगरेका कति रहस्य लुकेका छन् होला। केही मिलिमिटरको यो जीव वैज्ञानिकहरूलाई एउटा ठुलो प्रश्न सोधिरहेको छ। जीवनको घडी के सधैँ अगाडि मात्र चल्छ? सायद प्राकृतिकसँग हामीले अझै बुझ्न बाँकी धेरै कुरा छन्। त्यसैले अचम्मका जीवन र संसारका रहस्यमय कुरा मन पर्छ भने भिडियो हेर्दै गर्नुहोला।